कहाँ जाने हो र किन हाँस्छ यो मान्छे मात्रै सानै नाम चाहिँ सानै काम चाहिँ ठुलै गर्छ क्या ओ यो चिन्छ रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का विवास जीएम भिडियोबाट एकछिन बिदा ल मिट चलायो पानी अहिले बन्द गर्छ यस्तो अवस्थामा छ एउटाले पानी बन्द गर्छ हुन्छ कि भनेर डाडुहरू यसले बिहामा भाँडा मान्नु परेमा सम्पर्क गर्नु है टपी मिसले बिचरा यसो धुने चाहिँ म फेरि अब कसले गरिदिन्छ र भिडियो हल्दैन होला त्यो हिँडेको छ अब ल उठो त्यो सानो बनाइदिनु त दुईटै सँगै उ गर्ने यसको दाममा दुईटै बोक्ने यसको खै म ल अब लाग्यो टोली हाम्रो ठुलो भिनाइलाई ठुलै बोका पर्यो जिरामाल रोजिदिएको लौ हो दौरा तिमी बोक्छौ यो डोको तिमी पनि जाने अहिले त्यसो भए डोको बोक ल यो बोक त्यस्तै बोक्छु छोरा त त्यो उसले बोक्छ इन्द्रले बोक्छ त्यसो लौ जाम मुनिबाट जाम तेर्से ल यही बाटो जाम हजुर यही बाटो लिउँ अन्त तेर्सै छ ल हामी लाग्यो अब देउलीमा ल आउनुहोस् त्यो सानाले लिम्क्यो अगाडि त त्यही हिजो बल खेल्ने ग्राउन्डतिर गएको थियौँ नि त्यही बाटो होइन यो कत तान्दिन्छ अझ ल है हामी हिँड्यो अब टोली जम्मो टोली हेलो गर कहाँ जाने हो र तिम्रो कहाँ जाने हो र भान्जी ल हिँड्ने
यो डराइको छ यो भक्तेको हेर्नु है बोका डराएर हानु चुमार्नु यो राखिन्छ जा 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 ऊ भेट जा हेलो गर केटा दर्लामी युट्युब च्यानललाई सब्सक्राइब गर भन् यो जान्ने रहन्छ त्यो कहाँको हो त हजुर यो चाहिँ दर्लामी टोल हाम्रो दर्लामीहरूको ठाउँ उहाँहरूको नै होला आज पुष्पारी गएर नि पूजापाठ गर्नु रहेछ हामी जानुपर्ने चाहिँ यो ठाउँमा है भनेर हो यहाँ आइसकेका छौँ अब ओए खै मामाले बोकाइरहेको नि त्यही स्कुलबाट तल देखिन्छ तेरै ठाउँ ठाउँमा छ र पानी यहाँ मुन्टेर हो यसै ठाडो निस्किने अबै ल पार्टी देऊ ल सबैले पार्टी देऊ ल सबै पार्टी बोका अब त्यहाँ पूजा गरेर फाल्ने ऊ बनिदिनेर गएर फाल्ने है यो त्यो दुई बहिनी त सन्जु र मन्जु ल हिँड है केटो है आयो केटो किन हाँस्छ यो भाडा लिन हो ल ल जाऊ हो कालुवा ओके पानी यहाँको छ पानी त रहेछ धोने जस्तो रहेछ खाना जस्तो छैन ऊ माथि अहिले जसले फाल्छ त्यहीँ फाल्ने सबैले है
सलिना कता छ बोका राख्ने ठाउँ यतै लिनुस् दाउरा यहीँ राख्न भन्नु है जनीलाई ल फाइनली हामी पूजा गर्ने ठाउँमा आइपुग्न थालेको छौँ है जेठो बाउ हजुर ए शैलबा मैनबा हजुर जेठो हजुर तेरो छिटो आएको त सर के छ आराम हुनुहुन्छ ठिक छ हजुर उठाउटी सबै भेट भए बेला ट्याक्क भिडियो बनाएपछि पछि हेर्न राम्रो हुन्छ के हाम्रो अरक्षी पुसैले मजाले घाममा खरेर रोटी बनाउनु भएको छ यो मान्छे मात्रै सानै नाम चाहिँ सानै काम चाहिँ ठुलै गर्छ क्या आउनु कान्छ ल हाम्रो धाइरेबाट डुगेर राख्नु भएको चाहिँ यहाँ खिर पनि पाक्छ त्यसमा यहाँबाट हेर्न सक्छस् हाम्रो भगवान देखिस् यहाँबाट अझ अग्लो बाटो देखिस् कहाँ रहेछन् भगवान त्यसै कहाँ छन् देखेस् कि देखिन देखा त ल खै कुन भगवान कुन चाहिँ हो भगवान हो रुख हो भगवान देखिस् प्रत्यक्ष भगवान यसले भगवान देख्यो है 45 बनाई यहाँ गुराँसको फुल अलिअलि रहेछ यहाँनिर यसमा मैले चाहिँ गुराँसको यो फुल टिपेँ है टिप्न नहुने हो मैले टिपिसकेँ अलिअलि गुराँसको फुलहरू पनि छ यो पछाडि हाम्रो देउली हुन्छ यहाँ केटाहरू आजभोलि मोबाइलले बिग्रेर है सबै यो सबिन्दरलाई नै हो मेरो प्यारो दाइ
केटाहरू गेममा पुरै बिजी पुरै फायर फेरि हो के फ्री फायर हो यो चिन्छ नमस्कार हाम्रो अध्यक्ष कप हजुर हाम्रो विवास जिएम खै मामा खुट्टा ल म चाहिँ अब काम मिलिजुली काम गर्न मलाई लाग्यो भिडियोबाट एकछिन बिदा हो त्यहाँ तल मामा थियौँ आयो आयो हो यहीमा भन बलबीर हो त्यही मान्नु चुमान अलि हो त्यही उब्लोमा भन हो त्यहीमा तल बाँधेन ओ डोको त्यहाँ पर राख त डोको यता ल्याऊ त हाम्रो हो यो डोकोबाट निकाल्नु त्यो डोको यता पारी बसाल त भाइ त्यसपछि छुट्याउनु हाम्रो डोको निकाल्यो भाइ यसमा त्यो उहरू यता दिनु यो हाम्रो जेठो यही डोकोमा निकाल्नुको जेठोवालेको एकछिन जेठोवाले उ गरेर बुझेर हो हो त्यो यता ल्याऊ जीरा पनि उठाइदे ओए जीरा पनि उठाइदे जीरा है ल यो डोको हो यो डोको वहाँ माथि राख माथि यता लिएर भाइ माथिबाट उताबाट दौड यति बसाला त माथिको बाटामा होइन यति यही बुट्टामा हो यहीमा बसाला भाइ यही जरामा यही डोकोको छेउमा अहिले उ गर्नुपर्छ हो त्यहीमा उसै देखाउनु मार्छ मार्दैन ले छोट केटा आया ए बिस्तारै हजुर ठाउँ छैन के भयो के कस्तो गरेको ए जय
नमस्ते ए लाइटरै होला यो तेरो छेउमा जान्न म यता हेर त रुखमा लोड्छ अहिले हजुर घामले भनेको त अब 11 बजेदेखि मलाई अहिलेको झाझरा चाहिँ के गर्छ यताको बुकाको फोटो खिच्नै बाँकी छ भ्लगमा त आउन बाँकी छ के ल मिट मासु पाकिरहेको छ यता रोटी खिरहरू एक्क लाएर अब पूजापाठ गर्नेमा हजुर पानी अहिले बन्द गर पखाल्नु के अब त ओइ यो चाहिँ भिडियो नबन्ने कहाँ यो त अच्छी हुन्छ हाम्रो टोली यहाँ भाँडा मात्दै थियो भाँडा मात्दै यहाँ यस्तो अवस्थामा छ एउटाले यहाँ पानी बन्द गर्छ हुन्छ कि भन्दा यहाँ डाडुहरू बजाइरहेको छ तर यहाँ पानी ठुलो पऱ्यो भाडा मात्रै पानी नगरेखेरि भाँडा बाँध्ने पानी छैन भनेको यहाँ पानी पऱ्यो है यहाँ कुवा यहाँ छ एकदमै पानी पऱ्यो हेर्नु त खानासम्म खाएर यत्रो भाँडा हामीलाई मजा आएको अरे लास्टमा अझ त्यो खोस्टिँदै मान्छ अहिले
पाउनुहोस् के भट्टा त भट्टा त पाउनुहोस् पानी परेर हैरान बनाएको छ हामीलाई एकछिन यहाँ चाहिँ हामीले भाँडा धोएर ट्याक्क पार्दैछौँ अब गाइस फाइनल्ली अब हामीले देउली सकेपछि भाँडा माझ्नेमा यी हाम्रो छोरी बहिनीहरू फुपूहरू यहाँ टपी मिसले बिचरा यहाँ यस्तो बोरा दिनु छ मलाई हाम्रो फेरि हाम्रो ग्रुप चाहिँ त्यहाँ छ फेरि यता चाहिँ यो धर्मशैला यसले बिहामा भाँडा माझ्नु परेमा सम्पर्क गर्नु है ठुल्ठुला भाँडा माझ्छ है टपी मिस तिमीले चाँडो मान्ने कि हामीले पार्ने हाम्रो भाँडा मस्काने चाहिँ चुमान सिंह तारा लगेर यसो धुने चाहिँ म फेरि अब कसले गरिदिन्छ र भिडियो